नेपाल हाम्रो हो, हामी नेपालका हौँ। राजा वीरेन्द्रको पालामा विक्रम सम्वत 2035-36 सालतिर क्रिस्चियन धर्मको प्रचार चाहिँ चलिरहेको रहेछ। त्यति बेलामा प्रशासनले चाहिँ संविधान विपरीत गतिविधि चलिरहेको भनी रोक लगाउन खोज्दा अमेरिकाले चाहिँ आपत्ति जनाएको रहेछ। यस बारेमा डाक्टर भेषबहादुर थापा आफ्नो किताब राष्ट्र परराष्ट्रमा लेख्छन्, नेपालमा इसाई समुदायको संख्या वृद्धि गर्ने गतिविधि एकदम बढिरहेको थियो। पूर्वी नेपालबाट तिनीहरू प्रवेश गर्दै थिए। तिनले पछाडि परेका वर्गका जाति र समुदायलाई आर्थिक रूपले आकर्षित गरी धर्म परिवर्तनको लहर चलाएका थिए। धर्म परिवर्तन गराउने पात्र नेपाली नै थिए। नेपालको संविधान र कानुनले आर्थिक या अन्य प्रलोभनबाट धर्म परिवर्तन गर्न निषेध गरेको थियो। प्रशासनले धर्म परिवर्तनका सवालमा अलिक निगरानी बढाएको थियो। यस सवाललाई अमेरिकाले मानवाधिकारसँग जोडेको थियो। अमेरिका र नेपालको दरबारबीच भएको पत्रचारमा यस विषयमा आपत्ति व्यक्त गरिएको देखिन्थ्यो। तिनमा घुमौरो पारामा क्रिस्चियन समुदायलाई नेपालमा दबाउने काम भएको उल्लेख गरिएको थियो। राजाको पहिलो निर्देशन थियो, नेपालले मानव अधिकार हनन गर्न खोजेको होइन, संविधानको पालना गर्ने क्रममा सामाजिक, धार्मिक र राजनीतिक दायरा भन्दा बाहिर ठाउँ नदिएको हो। नेपालले आफ्नो संविधान र कानुन पालना गरिरहेको भनाइ अमेरिकासँग राख्नु भनी नवनियुक्त अमेरिकाका लागि नेपाली राजदूत भेषबहादुर थापालाई राजा वीरेन्द्रले निर्देशन दिएका रहेछन्।